नमस्ते, मेरो नाम चाहिँ शिला परियार हो। म चाहिँ नेपालबाट अहिले निहोनमा के अरे जापानमा छु। अनि म चाहिँ अहिले केपिसिसी गाउँकोमा चाहिँ के भन्छ अरे होटेल बिजनेसम्यान चाहिँ पढ्दैछु। म चाहिँ किन जापानलाई छानेको भन्दा चाहिँ के भन्छ अरे मेरो छिमेकी दिदी चाहिँ पहिला जापानमा हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ जापानको चाहिँ कसरी कस्तो छ, जापानमा सुरक्षा कस्तो छ, जापानमा कसरी पढ्न सकिन्छ भनेर चाहिँ उहाँले मलाई भन्नुभएको थियो। अनि मैले चाहिँ आफैले सर्च गरेर हेर्दा चाहिँ यस्तो यस्तो रहेछ भनेर मैले चाहिँ बुझेँ। त्यसपछि मैले आफूले ल म जापान जान्छु भन्ने सोचले चाहिँ म जापानिज भाषा पढेर अनि अहिले चाहिँ म जापानमा चाहिँ काम गर्दै भाषा पढ्दै काम गर्दै अनि त्यसपछि आफ्नो गाउँको के भन्छ अरे स्टुडेन्ट लेभल चाहिँ उस गर्दै अप गर्दैछु। यति नै हो। म चाहिँ पहिला चाहिँ मेरो चाहिँ जापानिज भाषाको स्कुल चाहिँ पहिला चाहिँ छुट्टै थियो। त्यसपछि अहिले चाहिँ म चाहिँ यो सेन्मन गएको भनिन्छ, त्यो चाहिँ मैले चाहिँ साथीबाट सुनेर अनि कस्तो रहेछ भनेर चाहिँ सबै बुझेर अनि त्यसपछि म यहाँ चाहिँ के भन्छ अरे एडमिसन लिएँ। एडमिसन लिएपछि सेन्से चाहिँ अब टिचर भनौँ, उहाँले चाहिँ मलाई एकदमै सहयोग गर्नुभयो। अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो, यो गएको ठिक रहेछ भनेर। अनि हल्का कडा चाहिँ हुनुहुन्छ, तर केही छैन, कडा भए पनि सबै बुझाउने तरिकाले उस गर्नुहुन्छ। अनि फर्स्ट टाइम सुनेको कुराहरू पनि थुप्रै हुन्छ, तर पनि के भन्छ अरे सेन्सेहरूले सबै बुझाएर पढाउनुहुन्छ। त्यही भएर सकेसम्म यो स्कुलमा चाहिँ आउनु राम्रो नै हो भन्ने मैले सोच्छु। म चाहिँ ग्रेजुएसन भएपछि चाहिँ अब अहिले चाहिँ होटल बिजनेस पढिरहेको छु। त्यही भएर चाहिँ म होटल लाइनमा चाहिँ काम गर्न चाहन्छु। अनि होटलमा चाहिँ सबभन्दा पहिला चाहिँ अब हेर्ने भनेकै अगाडिको मान्छेलाई हो नि त, त्यो फ्रन्टको मान्छेलाई। अनि त्यही भएर म चाहिँ त्यही फ्रन्टमै काम गर्न चाहन्छु। त्यसपछि चाहिँ अब कति वर्षपछि चाहिँ म आफ्नो नेपाल फर्किन चाहन्छु। घर फर्केर चाहिँ अब त्यसपछि फेरि आएर चाहिँ अनि हेरौँ अब के हुन्छ, पछिको कुरा कसैलाई के थाहा हुन्छ। र त्यही पनि मलाई सानो आफ्नो बिजनेस पनि खोल्नु मन छ। त्यही हो, अरू त केही नै सोचे जस्तो हुँदैन भन्ने पनि हुन्छ। त्यही भएर अहिले धेरै कुरा नि सोच्नु हुँदैन, त्यति नै। म चाहिँ के भन्न खोज्छु भनेपछि सबभन्दा पहिला चाहिँ आफ्नो भाषा बनाउनु होला। भाषा छैन भने चाहिँ यहाँ केही कामै छैन। काम मात्रै नभन्नु होला। काम चाहिँ अब यताउति गरेर पाइयो भने चाहिँ सबसे पहिला चाहिँ भाषा बनाउनु होला। भाषा छ भने आफूले काम खोज्न पाइन्छ। अनि कसैको भरमा बस्नु पर्दैन। आफ्नो भाषा छ भने, भाषा छैन भने चाहिँ उसलाई काम खोज्यो, उसलाई काम खोज्यो अनि 1-2 महिनासम्म कामै नगरी बस्नुपर्छ। त्यही भएर चाहिँ पहिला सुरु आफ्नो भाषा बनाउनु। अनि अहिले निहुनको गएको जुन पढिरहनु भयो आफ्नो ठाउँमा, त्यसमा चाहिँ राम्रोसँग पढ्नु। अनि सकेसम्म N5 या N4सम्म है नेपालमै पास गरेर चाहिँ आउनु होला भन्न चाहन्छु। यहाँ आएर चाहिँ तपाईँले कसैको आश गर्नु पर्दैन, सबै आफै गर्न सक्नुहुन्छ। यति नै हो। त्यही भएर राम्रोसँग पढ्नु होला।